नमस्ते गाइज, सम्पूर्णलाई वेलकम छ मेरो पहिलो भ्लगमा है। आजसम्म मैले भ्लग पनि बनाएको थिएन है। अब भन्नाले अब हामीसँग अब स्रोत साधनहरू पनि हुन्न त्यो प्रकारको, त्यो भएर नबनाएको है। आज चाहिँ छोटो कन्टेन्ट छ है, छोटो भन्नाले ल माया देखाइदिनु होला। फुल भिडियो चाहिँ साइनो छेत्री युट्युब च्यानलमा छ है। अनि आज चाहिँ कन्टेन्ट रहेको छ, आज हामी माछा पार्न जाँदैछौँ। जाल देख्नु, जाल थापेर है। माछा चाहिँ कति पर्छ है, माछा ल माछा चाहिँ कति पर्छ है, ल सबैजना हेरेर साथ दिनु होला है। फेरि त्यहाँ लाइक गर्ने नि, फेरि नगऱ्यो भने म फेरि यस्तै हानिदिन्छु नि। फेरि मेरो कालो नाक, कालो नाक छ नि मेरो, कालो नाक। भर्खरै कामदेखि आएको है गाई, कपडा सपडा सबै फुर्नु सक्यो, त्यो बालै लाग्दैन होइन। राम्रो मान्ने मान्छेले जहिले नै राम्रो मान्छ, जे गर्दा पनि राम्रो मान्छ है। नराम्रो मान्छेले त्यस्तो बोल्नुहुन्थ्यो त्यस्तो। नराम्रो मान्छेले है। हामी यहाँ अब पुगिसकेका छौँ है। यहाँ महाकसम, यहाँ खत्तम ठाउँ छ यार। महाकसम यहाँ हेर्नु त, महाकसम गाई यार। यस्तो ठाउँबाट गएर नि महाकसम यार हाल्नुपर्ने भइरहेछ। अब के गर्नु है। यहाँबाट एक जालो चाहिँ यहाँनिर हाल्छौँ होइन, एक हाल्ने ढुङ्गा अनि कहाँ ल्याएन त। अनि यहाँबाट यस्तो ठाउँ छ यी ल्याउनु फैलाउँदा लेख्नु ल त्यो पानीवाला ट्याङ्की। हामी चाहिँ माथिदेखि आएको, त्यो घरदेखि आएको है। जुन पनि त्यति हुन्न रहेछ माछा थास्नेको त। ल चाहिँ हाल्ने चाहिँ त्यो हो। म चाहिँ यति बसिरहेको छु है। म चाहिँ बसिरहेको छु यस्तरी बसिरहेको छु म। कस्तो म राम्रो छैन र गाई चाहिँ। म चाहिँ यहाँदेखि उता चाहिँ जान सकिनँ है। अर्को चाहिँ उता गइसक्यो हो किन, म चाहिँ जान सकिनँ। यस्तो ठाउँ छ कि यहाँ खत्तम ठाउँ छ है। यहाँ हेर्न सक्नुहुन्छ है। अर्को त त्यो डाँडाभन्दा नि उता गइसकेको छ क्या। त्यो डाँडाभन्दा उता गइसकेको छ क्या त्यो केटा। त्यो घाँस हो क्या। नमस्ते गाई सबैजनालाई, शुभ बिहानी, गुड मर्निङ है। ल अहिले चाहिँ हामी जाल तार्न आइसकेका छौँ है। ल माछा पर्छ कि नै है, हेर्नु होला है। माछा पर्छ कि नै, अड्किन्थ्यो क्या तान्न। कहाँ त अरे यो रिगाउने आउँदै यस्तो छ है। कर्णाली नदी कहिले भित्र जाइसक्ने नै। म पनि आइज त्यहीँनिर है। म बगे पनि बगे त, मरे पनि नजोइ नकोही। कमारीको छोरी जा पहिला मरिकिन् यो भाइ। सबै एक्स कमारी पहिला बाँकी जोइकी छोरी। ल भाइ हातै उता भन्छ। ल है गाइज है। ल आमा घाम यस्तो भइसकेको छ कि होइन। अब अर्को जाल तान्न लगाइरहेको छौँ है। अर्कोमा त माछा परेन। ल योमा पर्छ कि नै है। ऊ त्यो तान्दैछ है। यसमा त पर्नुपर्छ है। फिक्स पढ्यो छ माछाले। ठुलै माछो थुक्क ठुलै माछो पढ्यो है यहाँ त। ल माखसम एउटा। ल यही राख्नु त गइहाल। अब दुईवटा जाला चाहिँ त्यहाँ तल छ है। यहाँ त्यहाँ छ। म चाहिँ जान सक्दैन यहाँदेखि। यहाँबाट नदीबाट तरेर जानुपर्छ है। अब बाँकी त्यस्तै त हो है। उता अब जाँदैछ उता। यो चाहिँ जाँदैछ है त्यहाँ नदीबाट पौडी खेलेर। बाबा यस्तो घाम भयो कि माछाले। अनि आमा यस्तो घाम छ कि महाकसम है। ले
पानी पनि छ माछा नुहाएर जाने है ल ऊ त्यहाँ गइरहेको छ है एउटा तलबाट नदीबाट जान्न रे उसले भन्छ कि नदीबाट जान्न रे ऊ माथिबाटदेखि जान्छु रे हो कि न बढिरहेको छ क्या नदी यसमा अब गहिरो छ नि त यहाँमा हो कि न नत्र हिजो त यहीँबाटै गएर हालेको है सेकेन्ड जाला पार्दा तान्दाखेरि नि माछै परेको छैन कि मा कस्तो मा रहेछ यहाँ यो पढेछ गाइज हेर्नु त यो नि ओ मा अब ओहो हो भाग्य भएर होला यार माछा ल है गाइज है ऊ चाहिँ ऊ पुगिसक्यो है उसले चाहिँ माछा ल्याएर आउँछ कि नै है ऊ चाहिँ गइसकेको छ ऊ त्यो माथि यहाँभन्दा उतातिर गइसक्यो के नदी त बब्बाल छ नि होइन वाउ हामी यस्तो भिड छ भिडमा आइरहेछौँ है आहा घाम माछाले छ्या उका उतै गइसक्यो यार दुईवटा जाला त्यहाँ लगेको छ त्यहाँ हाल्छ होला दुईवटा जाला होइन अब अरू चाहिँ मलाई थाहा भयो भने दुईवटा जाला चाहिँ त्यहीँ हाल्छ दुईवटा अब म यसो मुख धोइजा है मुख धुन्छु पानी पनि समाजमा आछ नि यहाँबाट छत्तियो भनेपछि त जान्छ होला त हो कि न बाबरे वाह वाह बाबरे गर्मी बिहान तेल लगाएर गर्मी भयो होला यार फेरि माइकमा त पानी परेन रानी बन न्याउले बास्या म तपाईँहरूलाई अहिले देउडा गीत गाएर सुनाइदिन्छु एकछिनमा है मलाई पहिला पानी पिन्दिनु ऊ आउँदासम्म चाहिँ म देउडा गीत गाएर सुनाइदिन्छु हेर्नु त माको यत्रो चट्टान छ माको छ्या हट फेरि माइकमा पानी पर्ला ए झलक भट्ट दाईको म गीत गाउँदैछु होइन उहाँ दाईको के अरे म सर्ट भिडियो बनाएर हाल्छु नि त हो कि न सर्ट भिडियो बनाएर चाहिँ टिकटकमा हाल्छु उहाँ दाईलाई मेन्सन गरिदिनु है कसैले है उहाँ मेरोमा त साथी हुनुहुन्न है पहिला त एक दुई टिकटकमा कमेन्ट गर्नुभएको थियो अब साथी छैन नाजभोलि होइन पहिला अर्को आइडीमा हो अब यो आइडीमा छैन के गर्नु म उहाँको गीत गाउन गइरहेको छु होइन उहाँलाई मेन्सन गरिदिनु है करनाले तोरो कसेतीको बगन्या पानी करनाले तोरो करनाले तोरो कसेतीको बगन्या पानी करनाले तोरो मन रुन्छ धुरुक गए दिनका कुरा सम्झे मन रुन्छ धुरुक मन रुन्छ धुरुक गए दिनका कुरा सम्झे मन रुन्छ धुरुक के गर्नु हौ एउटा भएको गर्लफ्रेन्ड थियो होइन त्यसले पनि छोडेर गइसक्यो है अब भन्नाले के गर्नु यस्तै छ है मन त धुरधुर हुन्छ तर के गर्नु बाल छैन हौ त्यहाँ पनि माछा परेन जस्तो छ है अब पर्छ कि नै उसले ल्यायो भने मात्रै देखाउँछु अब यहाँदेखि म देखाउँदा नि देखाउँदिनँ है उसले पार्छ कि नाइ त्यो मलाई थाहा पनि छैन हल्का ऊ नदेखिने ठाउँमा गएको छ है अहिले उसले यहाँ माछा ल्यायो भने देखाउँछु ल्याएन भने देखाउँदिनँ किनकि मैले त जान सकिनँ